नमस्ते सम्पूर्णमा। आज भिजन कार्डमा रामचौरसिया आउनु भएको थियो। उहाँले चाहिँ भिजन कार्डबाट आँखा पनि चेक गर्नुभयो र उहाँले चाहिँ आँखा चेक गर्ने क्रममा चाहिँ उहाँको आँखामा थोरै समस्या देखियो। उहाँको आँखामा चाहिँ पावर रहेको थियो। उहाँको आँखामा राइटमा चाहिँ अलिक हाई पावर रहेको थियो भने लेफ्ट आँखामा चाहिँ अलिक कम पावर रहेको थियो। उहाँको राइट आँखामा चाहिँ -5 स्पेरिकल र लेफ्टमा 50 मा 180 डिग्री पावर रहेको थियो। उहाँलाई चाहिँ हामीले चाहिँ यो अर्मानीको फ्रेम सजेस्ट गऱ्यौँ। यो चाहिँ मेटालिक फ्रेम हो। यो लाउन चाहिँ एकदमै कम्फर्टेबल रहेको छ र यो एसिडेड फ्रेम पनि रहेको छ र उहाँलाई चाहिँ घाममा गाह्रो हुने भएकाले हामीले उहाँलाई चाहिँ इसोनक्स ब्रान्डको ब्लू फिल्टर प्लस चेन्जेबल ग्लास रिकमेन्ड गऱ्यौँ र यो चाहिँ 1.60 इन्डेक्सको रहेको छ। यो चाहिँ अलिक पातलो पनि हुन्छ, लाउन कम्फर्टेबल पनि हुन्छ र यो चाहिँ एकदमै राम्रो क्वालिटीको ग्लास रहेको छ। यसमा चाहिँ क्रिस्टल कोटिङ प्लस एन्टी ग्लेयर कोटिङ पनि रहेको हुन्छ। यसमा बाफ पनि एकदमै कम लेभलमा बस्छ र एकदमै राम्रो क्वालिटीको ग्लास रहेको छ र फ्रेम पनि एकदमै एसिड फ्रेम रहेको छ। हजुरहरूलाई पनि यस्तै किसिमका फ्रेम, यस्तै किसिमका लेन्सहरू आवश्यक परेमा एकपटक भिजन कार्डलाई भिजिट गरिदिनु होला। धन्यवाद।